प्रिफरेन्स सेयर भनेको के हो? यसमा ब्याज पाइन्छ कि डिभिडेन्ड पाइन्छ? आइपिओ जस्तै हो कि डिबेन्चर जस्तो हो? वा नेपालमा प्रिफरेन्स सेयर कतिको सुरक्षित छ? आजको भिडियोमा चाहिँ सम्पूर्ण डिटेल चाहिँ हामी प्रिफरेन्स सेयरको बारेमा चाहिँ बुझ्नेवाला छौँ। अब छोटकरीमा यो चाहिँ प्रिफरेन्स सेयर भनेको के हो कि तपाईँको प्रिफरेन्स सेयर भनेको कम्पनीको एक प्रकारको सेयर हो, जुन चाहिँ तपाईँको साधारण सेयरहरूभन्दा अलिकति भिन्न हुन्छ, जुन चाहिँ डिफ्रेन्ट हुन्छ। अब यो चाहिँ यसलाई चाहिँ प्रिफरेन्स सेयर किन भनिन्छ? किनभने यसमा चाहिँ डिभिडेन्ड दिनेलाई चाहिँ डिभिडेन्डलाई प्राथमिकताको रूपमा लिएको छ। अब यो चाहिँ कम्पनी बन्द भए पनि जति हामी इन्भेस्ट गरेको हुन्छौँ त्यो एमाउन्ट चाहिँ हामीले फिर्ता पाइहाल्छौँ। अब अर्को चाहिँ यो कम्पनीलाई, जस्तै कि यो कम्पनीलाई कसले चाहिँ सबै कन्ट्रोल गर्छ, कसले प्रोसेसिङ गर्छ? यो चाहिँ नेपालको धितो पत्र अफ नेपाल जुन छ, धितो बोर्ड जुन छ, त्यसले चाहिँ नेपालको चाहिँ कन्ट्रोल गरिरहेको हुन्छ, जसलाई हामी चाहिँ सेक्युरिटी बोर्ड अफ नेपाल पनि भनेर बुझ्छौँ। त्यो चाहिँ यसको सबै प्रक्रियाहरू, सबै प्रोसेसहरू चाहिँ एरेन्ज गर्ने, मिन्स उसको अन्डरमा चाहिँ सबै प्रिफरेन्सलाई चाहिँ ल्याउने काम गर्छ। अब यसमा चाहिँ तपाईँको यो कुरा गर्दाखेरि अब यो एप्लिकेसन र इलेक्ट्रोनिक प्रोसेसहरू भनेको तपाईँको यो नेपालको सिडिएससी जुन छ त्यो थ्रु चाहिँ यसको सबै एलटमेन्ट एप्लिकेसन प्रोसेसहरू गरिन्छ, जुन चाहिँ हामी त्यसलाई मेरो सेयरबाट चाहिँ हामी एप्लाई गर्नेदेखि लिएर तपाईँको रिजल्ट चेक गर्ने चाहिँ सबै यसको थ्रु हुन्छ। अब यो चाहिँ प्रिफरेन्स सेयर कसरी काम गर्छ? अब सिम्पली एउटा इक्जाम्पलमा बुझ्दाखेरि हामी कुनै कम्पनीले एउटा आफ्नो प्रिफरेन्स सेयर इस्यु गर्यो, जुन चाहिँ 8% को दरले प्रिफरेन्स सेयर इस्यु गर्यो, जसमा फेस भ्यालु तपाईँको 100 रुपियाँ छ। अब तपाईँको हामीले हरेक साल चाहिँ कति रुपियाँ पाउँछौँ? 8% दरले चाहिँ 80 रुपियाँ चाहिँ हामी हरेक साल चाहिँ पाउँछौँ। 1000 रुपियाँ इन्भेस्ट गरेकोले चाहिँ हामी हरेक साल चाहिँ 80 रुपियाँ चाहिँ पाउँछौँ त्यसबाट। अब यो डिभिडेन्ड चाहिँ तपाईँको कसरी हुन्छ? अब यसमा चाहिँ प्रिफरेन्स सेयरमा जब कम्पनीले प्रफिट हुन्छ अनि चाहिँ त्यसमा डिभिडेन्ड पाउँछ। यहाँ चाहिँ अलिकति ट्विस्ट छ। अब कम्पनीले प्रफिटमा गयो भने तपाईँलाई डिभिडेन्ड पाउनुहुन्छ, अनि कम्पनी प्रफिटमा गएन भने तपाईँले चाहिँ डिभिडेन्ड पाउनु हुँदैन। अर्को वर्ष चाहिँ तपाईँले प्रिफरेन्स सेयरमा चाहिँ कुर्नुपर्ने हुन्छ। अब यसमा पनि तपाईँको विभिन्न टाइप्सहरू हुन्छ, त्यो टाइप्स अनुसार पनि अब कुन किसिमको प्रिफरेन्स सेयर हो त्यसको पनि प्रोसेसहरू हुन्छ। अलिकति पछि चाहिँ जान्छौँ, तर सिम्पली चाहिँ यसमा कम्पनी मेन कुरा के बुझ्नुपर्छ कि प्रिफरेन्स सेयर भनेको तपाईँले डिभिडेन्ड दिन्छ, यो चाहिँ इन्ट्रेस्ट रेट दिँदैन। जुन 8% जुन छ त्यो तपाईँले डिभिडेन्ड पाउने हो, त्यो इन्ट्रेस्ट रेट हुँदैन। यो चाहिँ हामीले कुरा चाहिँ क्लियर हुनुपर्छ। अब त्यसैले अब यसको टाइप्सको कुरा गर्दाखेरि तपाईँको यो लगभग तपाईँको 4वटा किसिमको चाहिँ प्रिफरेन्स सेयरहरू हुन्छ, जसमा तपाईँको कम्युलेटिभ प्रिफरेन्स सेयर भनेर हुन्छ, नन कम्युलेटिभ प्रिफरेन्स सेयर हुन्छ, त्यसो गरी रिडेमेबल प्रिफरेन्स सेयर भनेर हुन्छ, त्यसो गरी पर्पेचुअल प्रिफरेन्स सेयर भनेर चाहिँ 4वटा यो चाहिँ प्रिफरेन्स सेयर हुन्छ। अब कम्युलेटिभ प्रिफरेन्स सेयर भनेको तपाईँको कम्पनीले यदि प्रफिटमा गयो भने तपाईँले त्यो बेला चाहिँ तपाईँले प्रफिट पाउनुहुन्छ। यदि तपाईँले कम्पनी प्रफिटमा गएन भने तपाईँले त्यो टाइममा चाहिँ त्यो सालमा चाहिँ तपाईँले प्रफिट पाउनु हुँदैन, अर्को सालमा चाहिँ तपाईँले प्रफिट पाउन सक्नुहुँदैन यदि कम्पनी प्रफिटमा गयो भने। अब त्यसै सेकेन्डमा नन कम्युलेटिभ प्रिफरेन्स सेयर भनेको कस्तो हो कि यदि कम्पनीमा तपाईँले इन्भेस्ट गरिदिनु भयो, त्यसमा कम्पनी प्रफिटमा गयो भने तपाईँले डिभिडेन्ड पाउनुभयो। यदि सपोज एट मान्स 1 इयर पनि तपाईँको त्यो कम्पनी प्रफिटमा गएन अनि तपाईँले त्यो कम्पनी प्रफिट गयो भने तपाईँले डिभिडेन्ड पाउने कुरा आउँदैन। 1 साल पाउनु हुँदैन भने तपाईँको सधैँको लागि कति हुन्छ कि त्यो सधैँको लागि चाहिँ तपाईँले डिभिडेन्ड पाउने जुन चलन हुन्छ त्यो चाहिँ बन्द हुन्छ, त्यही स्टप हुन्छ। अनि जति इन्भेस्ट तपाईँ गर्नुहुन्छ त्यो चाहिँ जति इन्भेस्ट गर्नुहुन्छ त्यतिमै तपाईँको क्लोज हुन्छ, त्यतिमै तपाईँको स्टप हुन्छ। त्यसपछि तपाईँको अर्को साल प्रफिटमा गए पनि तपाईँले त्यो नन कम्युलेटिभ प्रिफरेन्स सेयरमा चाहिँ पाउनु हुँदैन। एकचोटि तपाईँको कम्पनी लगातार प्रफिटमा गएछ, लगातार तपाईँले पाउनुभयो। यदि इफ इनकेस तपाईँको 1 साल पनि तपाईँको कम्पनी लसमा गएर डिभिडेन्ड दिएन भने तपाईँको सधैँको लागि चाहिँ त्यो डिभिडेन्ड पाउने प्रक्रिया भयो। अब यो रिडिमेबल प्रिफरेन्स सेयर भनेको कस्तो हो कि जस्तै कि हामी कुनै पनि कम्पनीको जुन प्रिफरेन्स सेयर चाहिँ हामी किनिहालेको छौँ र उसलाई चाहिँ हामी सेल गरिदियौँ। अब त्यो चाहिँ एउटा मतलब कि फिक्स डिपोजिट जुन हुन्छ नि, फिक्स टाइममा जुन फिक्स पिरियडमा चाहिँ हामी चाहिँ उसले चाहिँ बेचिदिन्छौँ, त्यो चाहिँ सेयरहरू चाहिँ होल्ड गर्ने अनि त्यसले फेरि तपाईँको मार्केटमा ल्याएर चाहिँ सेल गर्ने, जुन चाहिँ कारोबार गर्ने मार्केटलाई चाहिँ बाई सेलिङ गर्ने काम चाहिँ रिडिमेबल सेयर प्रिफरेन्स सेयरले चाहिँ काम गरिरहेको हुन्छ। अब यसको अर्को कुरा गर्दाखेरि पर्पेचुअल प्रिफरेन्स सेयर भनेको
यसमा तपाईँको मेच्योरिटी पिरियड हुँदैन, यो चाहिँ तपाईँको लङ टर्मसम्म हुन्छ, जुन चाहिँ तपाईँको यसमा मेच्योरिटी पिरियड भन्ने कुरै हुँदैन। अब यसमा जति पर्सेन्टले तपाईँले तोकेको छ त्यही पर्सेन्टले चाहिँ तपाईँले डिभिडेन्ड पाउनुहुन्छ। सपोज 8%ले तोकेको छ भने हरेक साल तपाईँको 8% को दरले चाहिँ तपाईँको डिभिडेन्ड पाउनुहुन्छ। अब अलि प्रिफरेन्स सेयर र डिबेन्चरको अलिकति कम्पेरिजन गर्दाखेरि यहाँ डिबेन्चर र तपाईँको प्रिफरेन्स सेयरको छोटकरीमा हामी बुझ्दाखेरि डिबेन्चर भनेको तपाईँको यो चाहिँ एउटा लोन जस्तो भयो र प्रिफरेन्स सेयर भनेको तपाईँको सेयर जस्तो हो। अब यसमा चाहिँ रिटर्नको कुरा गर्दाखेरि तपाईँको प्रिफरेन्स सेयरमा चाहिँ डिभिडेन्ड पाउनुहुन्छ भने तपाईँको डिबेन्चरमा चाहिँ हामी इन्ट्रेस्ट पाउँछौँ। अब पेमेन्टको कुरा गर्दाखेरि यो चाहिँ प्रिफरेन्स सेयर चाहिँ आफ्नो प्रफिट भएको एमाउन्टबाट चाहिँ हामीले प्रफिट दिन्छ, सेम तपाईँको क्यास डिभिडेन्ड जस्तो हो। अनि तपाईँको यो जुन डिबेन्चरमा चाहिँ के हुन्छ कि तपाईँको यो चाहिँ कम्पलसरी हुन्छ, यसमा जति पर्सेन्टले तपाईँले पर्सेन्टले इन्ट्रेस्ट रेट तोकेको छ त्यो चाहिँ डिबेन्चरमा दिनै पर्छ। अब रिस्कको कुरा गर्दाखेरि तपाईँको यो जुन प्रिफरेन्स सेयरमा चाहिँ यो चाहिँ अलिकति मिडियम जस्तो हुन्छ। मिडियम तपाईँको न बढी हुन्छ न थोरै हुन्छ, न बढी न तपाईँको कम हुन्छ, यसमा चाहिँ मिडियम लेभलको रिस्क हुन्छ। त्यसै गरी यो चाहिँ डिबेन्चरमा चाहिँ अलिकति लोवर देन प्रिफरेन्स सेयर जस्तो रिस्क हुन्छ, जस्तै कि प्रिफरेन्स सेयरभन्दा अलिकति कम यसमा चाहिँ रिस्क हुन्छ। अब डिबेन्चर इन्ट्रेस्ट मस्ट बी पेड। अब जस्तै कि यो इन्ट्रेस्ट रेट हुन्छ नि डिबेन्चरमा, मैले भने अघि पनि भने डिबेन्चरमा तपाईँको इन्ट्रेस्ट रेट मस्ट बी पे गर्नु पर्यो। कम्पनी जे जस्तो भए पनि घाटा प्रफिट जस्तो भए पनि जति तोकेको छ त्यति इन्ट्रेस्ट रेट पाउनु पर्यो। र प्रिफरेन्स सेयरमा चाहिँ के हुन्छ, यो अब त्यो चाहिँ कम्पनीको प्रफिट छ भने दिन्छ, यो त्यसमा अब कम्पनीको स्टेटस कस्तो छ होइन। अब प्रफिटमा गयो भने तपाईँले पाउनुहुन्छ डिभिडेन्ड, गएन भने तपाईँले डिभिडेन्ड पाउनु हुँदैन। अब युजुअलीको कुरा गर्दा प्रिफरेन्स सेयर होल्डर डु नट ह्याभ नर्मल भोटिङ राइट्स। अब जस्तै भोटिङ राइट्स कुरा गर्दाखेरि अब भोटिङ राइट्स सिम्पली एउटा भोटिङको कुरा पनि आयो। भोटिङ भनेको यस्तो हो कि तपाईँको कुनै पनि कम्पनीको तपाईँको त्यहाँको प्लानहरू भयो, पोलिसीहरू भयो, त्यसको डिसिजनहरू भयो, वा विभिन्न किसिमको लागि कम्पनीको प्रब्लमहरू वा सेक्युरिटी बोर्ड मेम्बरको कुरा हो, त्यसमा चाहिँ तपाईँको प्रिफरेन्स सेयरमा चाहिँ भोटिङ गर्ने राइट्स हुँदैन। तर चाहिँ डिबेन्चरमा चाहिँ त्यो चाहिँ अर्डिनरी सेयरहरू हुन्छ, तिनीहरू चाहिँ तपाईँको डिबेन्चरमा चाहिँ यो चाहिँ यसको राइट्स भोटिङ गर्ने राइट्स हुन्छ। अब तपाईँको 7मा जस्तै कि यसको रिस्क लेभलको कुरा गर्दाखेरि नि अब हायर देन डिबेन्चर जस्तो हायर देन डिबेन्चर हुन्छ। अब जुन मतलब कि मैले अघि पनि तपाईँले भनिसक्यो, अब यो चाहिँ प्रिफरेन्स सेयरमा चाहिँ अलिकति डिबेन्चरभन्दा बढी नै यसमा रिस्क हुन्छ। अनि अर्को चाहिँ तपाईँको डिबेन्चरभन्दा बढी हुन्छ, अनि तपाईँको अर्डिनरी सेयरभन्दा अलिकति त्यसमा कम रिस्क हुन्छ। अब चाहिँ यस्तो को मान्छे चाहिँ यसमा इन्भेस्ट गर्न सकिन्छ, सिम्पली बुझ्दाखेरि अब जेनरली सबैजनाले इन्भेस्ट गर्न सक्छ, द पर्सन हु आर इन्भेस्टिङ दे क्यान इन्भेस्ट इजिली। तर चाहिँ अब कस्तो मान्छेको लागि सुटेबल हुन्छ भने जस्तै कुरा गर्दाखेरि अब प्रिफरेन्स सेयर मतलब कि प्रिफरेन्स सेयर इज गुड फर कस्तो मान्छेको लागि हो भन्दाखेरि तपाईँको मोडरेट रिस्क टेकर छ, जुन चाहिँ अलिकति बिचको रिस्क टेकरहरू हुनुहुन्छ, उहाँले एप्लाई गर्न सक्नुहुन्छ। लङ टर्म इन्कम सिकर, जुन चाहिँ कम्पनीमा जस्तै कि उसँग पैसा बढी छ, ऊ चाहिँ लङ टर्म इन्भेस्ट गरेर लङ टर्म प्रफिट चाहिँ यसबाट कमाउन सक्छ प्रिफरेन्स सेयरबाट। अब यो नट गुड फर लाइक पिपल वान्टिङ हाई क्यापिटल गेन ट्रेडर। अब जस्तै कि जो अलिकति ट्रेडरहरू हुनुहुन्छ होइन, अब उहाँलाई सर्ट टाइममा अलिकति हाई रिटर्न जस्तो पाउन खोज्नुहुन्छ भने त्यो चाहिँ त्यति चाहिँ यसबाट त्यो चाहिँ हामी आशा राख्नु हुँदैन, त्यो चाहिँ यसबाट सम्भव हुँदैन। अब यसको चाहिँ अलिकति कुरा गर्दाखेरि प्रिफरेन्स सेयर भनेको तपाईँको सेयर र ऋणपत्र बिचको हाइब्रिड इन्स्ट्रुमेन्ट जस्तो हो। यसमा चाहिँ तपाईँको डिभिडेन्ड प्राथमिकता पाइन्छ तर ग्यारेन्टी हुँदैन। लगानी गर्नु अघि कम्पनीको फाइनेन्सियल स्ट्रेन्थ जाँच आवश्यकता गर्नुपर्ने जरुरी हुन्छ। अब तपाईँको कम्पनीमा इन्भेस्ट गरिरहनु भएको छ, त्यो कम्पनीको चाहिँ कस्तो स्ट्रेन्थहरू छ, कम्पनीको कस्तो रिपुटेसन छ, कतिको प्रफिटेबल छ, चाहिँ त्यो चाहिँ हामीले सबै जाँचबुझ गरेर अनि चाहिँ हामी उसमा चाहिँ इन्भेस्ट गर्नुपर्छ, जसले गर्दाखेरि हामी चाहिँ लो रिस्क अलिकति कम गर्न सक्छौँ, अनि जसले गर्दाखेरि हामी प्रफिटेबल चाहिँ कमाउन सक्छौँ।
यस भिडियोमा यति नै कुरा थियो यो जुन प्रिफरेन्स सेयरको बारेमा। अनि आशा छ कि भिडियो तपाईँले बुझ्नुभएको होला। यदि कुनै पनि कन्फ्युजन छ भने तपाईँले हाम्रो मेसेजमा चाहिँ कुरा गर्न सक्नुहुन्छ वा हाम्रो इमेलमा पनि तपाईँले गएर अफिसियल इमेलमा पनि हाम्रो गएर तपाईँले कुरा गर्न सक्नुहुन्छ। अनि हामी यो च्यानलमा चाहिँ यस्तो थुप्रै नेपाल स्टक रिलेटेड चाहिँ नेपालको मेरो सेयर रिलेटेड चाहिँ हामी धेरै भिडियो चाहिँ अपलोड गरिरहेको छौँ। च्यानललाई सब्सक्राइब गरेर तपाईँले यस्तो भिडियोहरूको चाहिँ बारेमा जानकारी लिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।